नमस्ते हजुरलाई स्वागत छ मेरो युट्युब च्यानलमा रेसिपी क्लब नेपाल। आज म बनाउन गइरहेको छु मुस्ताङ आलु। त्यसको लागि मैले लिएको छु आलु, लसुन, बेसार, टिमुर, जिरा पाउडर, घिउ, हर्सस र धनिया। म आलु काट्न गइरहेको छु। आलुलाई चाहिँ लामो लामो गरेर काट्नुपर्छ। आलु काटिसकेपछि म आलुलाई बोइल गर्नलाई त्यसमा बेसार हालेर थोरै नुन हालेर बोइल गरिदिन्छु। आलु बोइल हुँदाखेरिसम्म म तेल हालेर त्यसलाई चाहिँ तात्तिन दिन्छु र लसुन चप गर्छु। लसुनलाई चाहिँ अलि मसिनो गरेर चप गर्नुपर्छ। लसुन चप गरिसकेपछि म धनिया चप गर्छु। आलुलाई चाहिँ एकछिन छानिसकेपछि तेलमा हालिदिने, एकचोटि चलाउने। त्यसलाई मजाले पाक्न दिने। आलु चाहिँ रेडी भइसक्यो। म फुटप्यान तताएर त्यसमा 3 चम्चा घिउ हालिदिन्छु, टिस्पुनको। घिउ हालिसकेपछि म त्यसमा लसुन हालिदिन्छु चप गरेको। लसुनलाई चाहिँ एकछिन फ्राई हुन दिने। लसुनलाई चलाउने एकचोटि। चलाइसकेपछि त्यसमा आलु हालिदिने। आलुलाई नि चलाउने। आलु हालिसकेपछि म मसला हाल्न गइरहेको छु। त्यसमा जिरा पाउडर, टिमुर, नुन सबै स्वाद अनुसार हाले। हर्सस चाहिँ पिरो अनुसार हाले र धनिया हाल्ने। धनिया हालिसकेपछि एकछिन चलाउने। र म प्लेटिङ गर्न गइरहेको छु। हजुरहरू पनि यसरी मुस्ताङ आलु घरमै बनाउन सक्नुहुन्छ। यसलाई थोरै धनियाले गार्निस गरिदिने। यस्तै भिडियो हेर्नलाई मेरो च्यानललाई लाइक, सेयर, सब्स्क्राइब गरिदिनु होला। हामी अर्को भिडियोमा भेट्नेछौँ।